जान लागिरहेछौँ घरबाट नलाएको दिप सर यहाँ रेडी भइसकेको छ आज चाहिँ टास्क अलिक मेरो लागि खतरा छ भ्लग पनि गरिरहेछु एन्ड ट्राभल भ्लगको त्यो अर्को च्यानलको सिरिजको लागि चाहिँ यो क्यामेराबाट पनि खिचिरहेछु फाइनली वी अराइभ्ड एट डेरी अब यहाँदेखि चाहिँ हामी भेला भएर जाने भन्ने प्लान हो सन्दीप पनि ठ्याक्कै रेडी भएर आयो हामी बाटो लाग्यौँ अब यहाँ गाइड्सहरू छ ब्याकमा चाहिँ यो देखिएको चाहिँ 6 नम्बर बुधबारे बजार छ अबको 45 मिनेटमा मात्र हामी सौरे पुग्छौँ 45 लाग्छ अनि यहाँदेखि चाहिँ रोड अब दामी रहेछ क्या के भन्छ यो पिच हुने तर्खरमा रहेछ अब चाहिँ हामी बिस्तारै बिस्तारै जान्छौँ होला बाटोको सर्टहरू खिच्न पाइएन बाटोको हालत एकदमै खराब छ बुधबारे आइपुग्यो यहाँ चाहिँ आज बुधबारको दिन चाहिँ हटिया लाग्दो रहेछ क्या अनि तीहरूले गर्दा होला अलिअलि क्रेज देख्न सक्छौँ बजार लागिरहेछ अब यहाँदेखि जान चाहिँ हामीलाई 45 मिनट लाग्छ भनिरहेछ म चाहिँ फर्स्ट टाइम हो मलाई थाहा छैन बुधबारेबाट आउट भयौँ सामानहरू यहीँ किन्यौँ होइन अब चाहिँ हामी यहाँबाट हेर्दैछौँ अब यहाँदेखि चाहिँ बाटो राम्रो छ जस्तो छ फाइनली आइपुग्यौँ हामी चाहिँ ट्याक्कै भनेको त के लाग्यो मजा भयो राइड एकदम रसमा आयौँ अब हामी जाने भनेको चाहिँ यहाँ पर हो यो देखिएको ठाउँ रहेछ सो यहाँ चाहिँ कन्स्ट्रक्सनको कामहरू पनि भइरहेको रहेछ इलेक्ट्रिसिटी प्रोड्युस गर्न लागेको जस्तो छ सरी इलेक्ट्रिसिटी होइन रहेछ यहाँबाट चाहिँ पानी निकाल्न लागिरहेको रहेछ वाटर पम्प निकाल्न लागिरहेको रहेछ माथिको भ्यू पनि साह्रै दामी देखिन्छ हेर्नु त यस्तो फोहोर गरेको यो चाहिँ यस्तो हाम्रो यो पर्यटक स्थल होइन यहाँ चाहिँ को यो फोहोर गर्ने कृपया भिडियो हेर्दै हुनुहुन्छ भने यसो नगरिदिनु होला प्लिज होइन किनकि आज त हामीले लाइटर ल्याएको तर क्लिन गर्छौँ एकछिनमा तर यस्तो चाहिँ नगरिदिनु होला भन्न चाहन्छु यो भिडियो मार्फत हाम्रो चाहिँ अब खाजा खाने बेला भइसक्यो हामी चाहिँ क्लिन गर्छौँ है तर हामीसँगै लिएर जाने हो यो प्लास्टिक ल हामी चाहिँ यहाँ ड्राई पिकनिक खाइरहेको छौँ एक्सट्रिम खोला ठिस ठिस गर्दा त पुरै भ्यू पाउँदैन कसले हो खाएर फोहोर गर्नु भएको रहेछ हामीले सकेसम्म चाहिँ यहाँ सफा गरिरहेछौँ कृपया यो कुन चाहिँ जुवाडेहरू खानु त खानु तर यस्तो चाहिँ नगरिदिनु क्या यो हो यस्तो चाहिँ नगरिदिनु हो क्या
प्लिज है प्लिज। यस्तो राम्रो स्वर्ग जस्तो पर्यटक स्थल छ होइन, यो के हो बोतलै बोतल छ है। किनभने सदाएर यहाँ सफा गर्नु पनि पाउँदैनन् कि, त्यो भएर यस्तो नगरिदिनु होला। यो बोरा चाहिँ कसको थियो हेर्नुहोस्। आम्मामा के हो यो बोतलै बोतल छ त, 3 टाउके। ल हामीले चाहिँ यस्तो डढाइदिएको छौँ सबै भेलाएर, अनि क्लिन भएको छ अहिले चाहिँ अलिकति जे होस्। यो मसिनले चाहिँ अलिक टिप्नु गाह्रो हुन्छ। यो ठाउँले चाहिँ यस्तो दामी छ नि, कस्तो सही छ यार। नशा नशामा बग्छ तिम्रो माया, जोडीभरि हाम्रो कथा सधैँभरि तिमीहरूमा सधैँभरि सो आज चाहिँ एकदमै राम्रो भयो होइन, ठाउँ पनि यस्तो दामी रहेछ। गाइजहरू पनि भिजिट गर्न आउनु होला। यो चाहिँ कहाँ हो भन्दाखेरि बुधबारेदेखि छेउ वर सौरे बजारको ठ्याक्कै मुनिपट्टि। के पो ठाउँको नाम यो धप्पड, खै उयो के धप्पड कि धप्पड कि के धप्पड धप्पड समथिङ के हो ठाउँको नाम चाहिँ। एकदमै दामी छ, मजा आयो। यति भन्दै आजको भ्लगलाई यहीँ इन्ड गरौँ। अब हामी चाहिँ घर रिटर्न ब्याक हुन्छौँ। अब देउसीको भ्लग चाहिँ नेक्स्ट एपिसोडमा है त। सो हामी चाहिँ यहाँ खाजा खानु बसेको एन्ड दाइले चाहिँ हामीलाई रोटी एन्ड फिङ्गर दिनुभएको छ। धेरै धेरै धन्यवाद हाम्रो दाइलाई। केटाहरूले चाहिँ बम पड्काएको लाइटर चाहिँ ल एकैचोटि यतातिर धमास्केट कता यो रिङटोन मलाई दियो भनेको। हेलो, हामी त्यता घुम्न केटाहरूले त मान्छे त देखाल्छ त। उहाँ पर पुलिसको उयो छ, यतै केटाहरूले सन्दीपले कहाँबाट यत्रो पोखाले किरालाई त खतरा एट्याक गर्छ।